यसमा चाहिँ फ्लोर 400 ग्राम 4 किलो 400 ग्राम अनि बटर 300 ग्राम इस्ट 100 सल्ट 100 सुगर 400 ग्राम अनि 2टा अन्डा अनि इम्प्रुभल 15 ग्राम राखेको छु। यसमा 2 केजी वाटर 20 ग्राम मिल्क हालेर यसलाई मिक्सिङ गर्दैछु। यो चाहिँ पिज्जा बेस्ट हो है गाइज, पिज्जा बेस्ट बनाउन लाग्यो। पिज्जा बेस्टमा यति भए पुग्छ। हेर्नुहोस् है त अब कसरी बन्छ। अब चाहिँ यताको टाइम सक्यो, फास्टमा घुम्छ है। यो चाहिँ स्लो मोसनको टाइम सक्यो, अब फास्ट घुम्यो। 8 मिनट फास्ट घुम्छ यो चाहिँ। 8 मिनट टाइम लिन्छ यो चालु गर्ने बन्द गर्ने, यसमा मिनट बढाउने घटाउने। इमर्जेन्सी चाहिँ यो छ, केही भइहाल्यो नि इमर्जेन्सीमा दबाउनलाई। मेसिन चाहिँ काइदाको छ के। यसमा चाहिँ 50 केजीसम्मको नि आटा मजाले पेलिदिन्छ। मेसिन चाहिँ त्यति आएछ। अनि यता मेसिन चाहिँ यो गोलो गोलो बनाउँछ। यसमा चाहिँ अहिले देखाउँछु। अनि यहाँ चाहिँ बेलना बेल्ने, यहाँबाट चाहिँ यहाँबाट हाल्ने अनि यता निस्किन्छ। यहाँबाट चाहिँ फेरि यता ढालेपछि यहाँ सकिएर निस्किन्छ। यो चाहिँ रेडी भइसकेको छ है। डो चाहिँ डो बनिसकेको छ। अब यसलाई 2टा कटिङ गरेर 2 भागमा लगाएर यो मेसिनमा हाल्दैछु। हेर्नु होला है त। अब चाहिँ यसलाई 2 भागमा राखिदिनुपर्छ। यसमा चाहिँ 30 पिस आउँछ। 30 पिसमा अब यो चाहिँ 2टा एकैचोटि दबाउनुपर्छ अनि एउटा छोडिदिएर फेरि यसले यस्तो गर्नुपर्छ। के भन्छ है त त्यो विषयमा त। एउटा छोड्ने आवाज अर्कै आएपछि थाहा हुन्छ है। निस्किन्छ। सँगै एकछिन होल्ड गर्ने। यत्तिकै 2टै औँलाले सोच्छु है। यसमा चाहिँ औँला अब त्यसपछि यसबाट बनिसकेको छ। यो चाहिँ यो ठुलो सानो साइज बनाउनेले चाहिँ यसरी कतिको साइजको चाहिन्छ त्यही अनुसारले चाहिँ यो स्टार्ट गर्दैछु है। अब चाहिँ अघिको पिज्जा डोबाट बनेको पिज्जा ससेस मिक्स भेजिटेबल जातर लेब्ना चीज चिकन धेरै प्रकारको पिज्जाहरू बन्छ है साथीहरु।
अघि बनाएको डोबाट है यो चाहिँ भिडियो कस्तो लाग्यो तपाईँहरूलाई लाइक सेयर गर्न नभुल्नु होला है त।